नमस्ते तपाईहरुलाई स्वागत छ मेरो अर्को भिडियोमा हैन हजुर आज हामी जाँदै छौं सिद्धाले मेरो लिया प्यारो राम्रो हाम्रो सिद्धले निशा र शिरीषा चाहिँ शीर्षक त झन् झोलैभरि हातैभरि झोला झोला ग्याङ म्याची सक्यो हामी चाहिँ हिजै माहातले के मोबाइल तपाईँहरू देख्न सक्नुहुन्छ यता चाहिँ कमलबारी हो यता इटपानीको हेल्था पोस्ट उता मैदान उता राम्रो ठाउँ त्यो माथि कोट हो ए उता गोर्खा तानहु तपाईँ सबै देख्न सक्नुहुन्छ त्यो माथितिर हो क्या यो क्यामेरा क्या खै डडेल गएर केही रहन्छ इलाक्न अलकन काफल जिरा र देख्न सक्नुहुन्छ उहाँ हो यो च्यानलको ओनर उहाँ हुनुहुन्छ उहाँको मामाको छोरी प्लिज मलाई देखाइदिनुस् म चाहिँ हिँड्न नसकेको त होइन म अलिक भिडियो बनाउँदा उकालो चढ्दा चढ्दा बस्दा बस्दा भइदिएको छु यहाँ जोगाइदिनु हुन्छ त्यहाँ उकालो बोल्नु छ म त कस्तो देखेको छ डर लाग्छ हामी यस्तो यस्तो बाटो हिँडी गइरहेको छु यस्तो गाडी छ बाटो चल्दा एकछिन हात लाग्छ पानी परिरहेको छ नि त बाटो चिप्लेर चल्दाखेरि चाहिँ त्यहाँ अगाडि चाहिँ रोड पनि आउँछ हामी छिटो छ पचास अहिले हामी जस्तो भएपछि हामी हाम्रो कन्ट्रोलमा हामी फेरि हाम्रो अर्कै अब पानी निस्किन्छ त्यस्तो त होइन अलिअलि चाहिँ चेन्ज हुन्छ तर त्यस्तै हुन्छ अलिक चेन्ज हुन्छ होला म चाहिँ हेर्नु यहाँ कति ठुलो टिभीको बोर्ड थियो म त पछि आएको है हामी सबै कति पछि आएको होला हो फाइनली गाइस रोड आइपुग्यो अब यहाँ चाहिँ कति ठुलो यहाँ कति पाइन्छ तर यो चाहिँ पानी छैन नि हो अफा चाहिँ चाहिँ बाख्राहरू नि यहाँ कति ठुलो पोखरी यहाँनिर है कत्रो पोखरी हुन्थ्यो पहिला तर अहिले चाहिँ भएको पोखरी भएछ अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ आज भोलि थाहा भएन आज भोलि त खै त पहिला ड्युटी स्पोर्टै हो जस्तो छ यहाँ ड्युटी स्पोर्टै हो यस्तो दामी भ्यू छ यहाँ पिकनिक गर्न पनि हामी पनि आउँथ्यौँ उभिला उभिला अस्ति खोला हान्नै पऱ्यो उभिला आउँथ्यो अहिले चाहिँ कति भइसक्नु आएको एकदम राम्रो छ यहाँ यो भिडियो आज अहिले जान्छ भने हो अनि हामी पुग्नुपर्ने चाहिँ यहाँ एउटामा हामी चाहिँ यहाँ छु यस्तो यस्तो अवस्थामा पानी खाइखानु अब चाहिँ हामी यस्तो चुचुरोमा चढ्दैछौँ यता रोड सोड छोड्यौँ हिँड्यौँ टिक्क टल्के सबै गाउँ मनपर्छ भने सम्पर्क गर्नुहोस् हामीलाई अनि हामी यता घुमाइदिन्छौँ खाजा खर्च बस्ने खर्च चाहिँ ल्याउनुपर्छ खाजा खाने टाइम होइन यस नास्पाती बोकेर छौँ गाउँको तर सबै कुहिए नास्पाती यो हँसियामा नि के पो लागेर रहेछ यसको भिडियो हेरेर हेरी हाँसिरह त तपाईँहरूलाई खाना रहर भए आउनु होला आमकोट गाउँमा भन्यो भने सकिसक्यो आउनु हजुर यो हाम्रो गाउँ हजुरहरूलाई यो हाम्रो ठाउँमा हजुरहरूलाई स्वागत छ यो गाउँमा छाया आफू मात्र खाने दिन्छ क्यामेराम्यान भनेको त्यस्तै हो कि मोमा कहाँ धेर नबनाऊ हजुर दार्जिलिङ त त्यही होइन यहाँ त झन् हेर तिम्रो घर कहाँ हो नानीले अनि धादिङले अनि धादिङ कहाँ काठमाडौँ चिन्नु भयो काठमाडौँ जानु भयो अरे ल कहले नि काठमाडौँ जाने बाटोमै तपाईँहरू देख्न सक्नुहुन्छ ऊ त्यो ठाउँ भनेको हाम्रो
सलाङघाटबाट उता काठमाडौँ जाने बाटो रे अनि यही बाटो फेरि देख्न सक्नुहुन्छ यतातिरको अब अर्को त्यो खोला जस्तो देखियो नि अब यतातिर चितवन नदी म बल्ल ज्ञात हुँदैछु के हाम्रो इलाकातिर अलिक बढी हुन्थ्यो नि त जान्छ नि तिमीतिर पनि छरे कि त्यो त के छ नि के छैन के डुलाइरहने त्यो भन्छ कि त्यो दुइटा दिन अरू पनि छरे एउटा मरिहाल्यो है तिमीहरूको त मेन त अलि साथीहरू हामी चाहिँ ढेबा डाँडा आइपुग्यो उल्लु बनायो मेरो औँलामा त देख गयो होला गाइस कति मेहनत परिश्रम गरेर हामी चाहिँ फाइनली धादिको एकदमै सबभन्दा टुकुमा आइपुग्यो तर मैले थाहा थिएन यार भर्खर ढेबा डाँडा नि आइपुगिसके देख्न सक्नुहुन्छ यति रमाइलो रमाइलो दृश्यहरू यतातिर नलाङ छ भने यतातिर सलाङ यो चाहिँ सलाङ र नलाङको टुप्पा यो दुईजना बहिनीलाई चाहिँ आफ्नै ठाउँमा भएर पनि धेरै वर्षपछि आएको रे आइपुगे फाइनली सिद्धलेक नढल्नु होला म त पसिनै पसिना तर रोड कस्तो दामी देख्दो रहेछ हेर्नु नि ढेबा लेखमा हो अब सिधा लेख जान्छ उता हाम्रो बाहुनी बजाइदिनु सक्नुहुन्छ यहाँ हेर मलाई म देखेको छु देखिरहेको छ अनि डाङ्मे कति डाँडामा जाने कि ए सुन न म त यसरी ऐनामा हेर्छु त्यो डाँडामा जाने त्यो डाँडामा यिनीहरूको नि गाइस कामै छैन कि खालि कामै फोटो खिच्नु बस्ने हेर्नु न गाइस कति राम्रो यार ओ माई गॉड हामी त्यहाँ पुग्छु एकछिनपछि यहाँ है फोटो सेसन चलिरहेछ राम्रो आइरहेछ तर म छु यहाँ एउटा कस्तो देखिरहेको छ मलाई उनीहरू फोटो खिचिरहन्छ म भिडियो बनाइरहन्छु सकेन हामी यहाँ आएको सिद्धलेक उल्टोले भिड खासले नै उनी मनमा पर्यो हामीले चाहिँ कति धेरै भिडियो र फोटो त ऊ त्यो निसाको मोबाइलमा मात्रै खिच्यो हाम्रो भिडियो गरेको थियो अलिअलि आफै निस्किँदैन त्यही भएर 0.5 चाहिन्छ कि है यस्तो गर्नु न हाई गाइस धेरै फोटो त खिचेको छ नि तर पनि सकेछ यस्तो यस्तो गर्ने क्या अझ यस्तो गर्नु ल हाई गाइज वेलकम ब्याक त होइन वेलकम छ हाम्रो सिद्धलेक मन्दिरमा तर हामी चाहिँ आज आउँदाखेरि चाहिँ हाम्रो लागि चाहिँ ठिकै हो घाम थिएन पानी थिएन एकदम हामी मजाले आइपुग्यो तर यहाँ मन्दिरमा आइसकेपछि चाहिँ एकदम पानी पनि पर्न थाल्यो हुस्सु पनि लाग्न थाल्यो मन्दिरै लुक्यो भन्दा पनि हुन्छ तर केही छैन हामी म्यानेज गर्छौँ हिँडिदिन्छौँ फोटो खिचिदिन्छौँ भिडियो बनाइदिन्छौँ जस्तो भए पनि टिकटकमा हेर्नु चाहिँ नबिर्सिनु हुन्छ शीर्षक भिडियो भाइ जाइदिन बोली आयो बोली कल्लारा पानीको भरुने रहेनछ यो जिन्दगानी यस्तो झरना पानी परेको छ कि साथीहरू बाबा के भनेर सिधलेक आएको त हालत
न पछाडि पानी परेर फररर भइरहेछ हामी यसरी बसिरहेको छाताबाट छाताबाट पनि पानी हामी त यस्तो बिचमा बसेर न यता न उता मुलाबारी भित्ता भयो शिरीषा थापा त्यस्तो गरेर उ गरिरह फुरुक फुरुक भइरह ऊ फर्स्ट दिन कति वर्षमा आएको अरे उसको सुटिङ चल्दै थियो तर बिचरा पानी हो गया ने पानी 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 हो गया छिउ मेरो निधारमा पानी तुर्कै गया चाहिँ हाम्रो जमानाको बाघको ठुन्ने ठाउँ भने सामान ठाउँ भन्छ हजुरहरूलाई हेर्न सक्नुहुन्छ गाइस हेर्नु हामी यति धेरै दुःख गऱ्यौँ त्यही पहिरो हेर्न आएको हामी त्यही देखाएको थिएन कि कसम त्यही देखाएको थिएन अझ पानी परे देखाएको थिएन भन न पानी परेको देखाएको थिएन खजाना यो भेटाइहाल्यो भयो भने चाहिँ नमै हाल्नु वेलकम टु आवर सिद्धा लेक सिद्धा लेक दर्शन गाई दिन लाग्छ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मन्दिरको तल्लो भागमा पनि देवी देवताहरू हुनुहुन्छ हामी चाहिँ कति वर्षमा आएको नि त अनि तल आइसकेपछि अब पानी पर्दाखेरि पनि यत्रो वर्ष यहाँ हेर्न सक्नुहुन्छ मेन मन्दिरमा जाने द्वार सिद्धलेक दर्शन यसमा चाहिँ यस्तै हुस्सु आइरहेको छ पानी परेर हरिबिजोग छ आउन त आयो पानी पऱ्यो हुस्सु आयो झ्याउ भयो अहिले हुस्सु गएर चाहिँ यस्तो दृश्य देख्न सक्नुहुन्छ अब त हामी घर जाने हो यो पानी परेर यस्तो बिजोग छ पानी नपरे भयो अहिले घाम लागिरहन्थ्यो कस्तो राम्रो देख्यो 5:30 बजे बल्ल बल्ल हाम्रो फोटो खिचेर सक्यो त्यो पनि सकिँदैन थियो होइन चार्ज सक्यो स्टोरेज पनि फुल भयो सबै भयो त्यही भएर सक्यो नत्र मनै भएको थिएन अनि हामी यहाँ सिद्धलेकको धादिङको सबभन्दा अग्लो ठाउँमा आएर चाहिँ हामी यहाँ चटपटे खाँदैछौँ देखाऊ चटपट देख्दैन के मेरो मोबाइलमा 0.5 भयो सबै देख्नु एकदम मिठो छ हाम्रो सिद्धलेक राम्रो चटपटे ल अब हाम्रो गन्तव्य यही टुङ्गिन्छ तपाईँहरूलाई गाई 6 बजिसक्यो तर पनि हामीलाई यो सिद्धलेक हामी 12 बजी आएको घुमेरै भएको छैन हामी के गऱ्यो थाहै भएन तै पनि राम्रोसँग फोटो खिच्न पाएन भन्न चाहिँ अलि थाहै अब यस्तै हो बाई बाई हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला तपाईँहरूलाई मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला तर